रविजी त फेरि चुनाव त लड्नुहुन्छ, भित्रै होस् बाहिरै होस्, त्यो त उहाँलाई यो अहिलेको फागुनको चुनाव लड्न पाउनुहुन्छ र उहाँले? आजसम्मको नीतिले उहाँलाई छेकेको छैन। उहाँ चुनाव लड्नु? हजुर। त्यो जेलभित्रै भए पनि रविजीले आउँदो चुनाव लड्नुहुन्छ? हजुर। त्यो अब पछाडि चाहिँ यो हजुर लडिसके चितवन 2 बाट फेरि चुनाव लड्नुहुन्छ? हजुर। कन्फर्म हो नि? हजुर। उहाँको मनोबल गिरेको छैन, उहाँ चुनाव लड्नुहुन्छ? जनताको बीचबाट जनताको म्यान्डेट उहाँलाई भित्र त यो त यस्तो अब अदालतले एउटा कसैको प्रभावमा परेर है, मैले प्रभावमा पर्ने भन्ने शब्द गरेँ, यो अदालतलाई बोल्नु हुन्थ्यो कि हुन्थेन? किनभने यो अहिले बोल्ने आँट हिम्मत हामीकोमा साहस बढेको छ। यो देश आज जेनजी आन्दोलन अथवा कुनै पनि शक्ति 1-2 लाखको शक्ति अस्ति जेनजी आन्दोलन देखिहाल्नुभयो, लाखमा नि थिएन होइन, लाखमा नि नभएको सुरुको 23 गतेको शक्तिले यो राज्यको यत्रो सत्ता पलट भयो। त्यो अलिकति विद्रोह थियो र सरकारले त्यसलाई आफैले जानी सरकारले विध्वंसमा लयो विद्रोहबाट। तर हाम्रो त्यो विद्रोह पनि नगरिकन शान्तिपूर्ण तरिकाले हामीले यो राज्यको चाहिँ यो देशको चाहिँ निर्देश गर्ने एउटा तरिका खोजिरहेका थियौँ, जस अनुरूप 40 लाख भन्दा बढीले हस्ताक्षरै गरेका थिए यो प्रतिशोध हो भनेर।